गुड मर्निङ अनि सलामवालेकुम, नमस्कार, जय मस्सी अनि सबैजनालाई भन्न चाहन्छु। अनि हामी आज जिब्रोको बारेमा हेर्नेछौँ है। हामी यात्रामा छौँ अनि यो यात्रा गर्दै गर्दाखेरि चाहिँ हाम्रो जिब्रोबाट निक्लेको कुराहरूबाट हामीले धेरै दुःख कष्ट भोग्नुपर्छ प्रिय मित्र दाजुभाइ दिदीबहिनी है। त्यो भएको कारणले आज हामी जिब्रोको बारेमा केही कुराहरू हेर्नेछौँ अनि हजुरहरूले पनि सिक्नुहुनेछ। अनि हाम्रो जिब्रोमा चाहिँ मृत्यु पनि छ है, जीवन पनि छ। हामी यो जिब्रोबाट बोल्दै गर्दाखेरि हामी लाई सबै मानिसहरूले प्यार गर्न सक्छन्, प्रेम गर्न सक्छन् अनि दुश्मनी पनि हाल्न सक्छन् है। त्यो भएको कारणले जिब्रोले के जिब्रोको लागि के भनिन्छ भनेदेखि जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ भनेर यहाँनिर हितोपदेशको पुस्तक 18को 21 पदमा यो कुराहरू भन्नुहुन्छ। त्यो भएको कारणले जिब्रोलाई हामीले हरेक कुराबाट हामीले सही तरिकाले चलाउनु पर्दछ। त्यो भएको कारणले प्रिय मित्र दाजुभाइ दिदीबहिनी बोल्दै गर्दाखेरि हामीले होसियार पुर्याउनु पर्ने हुँदछ। अनि अब म यो एउटा सानो म यात्रा गरिरहेको छु सानो प्लेनबाट है। यो सानो प्लेन छ तर यसलाई जता लानु मन पर्यो नि त्यसैपट्टि पाइलटले लाँदैछ है। हेर त जहाजहरू जो तेज हावाले चल्दछन् ती ठुला ठुला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छा अनुसार जता मन पर्यो त्यतै लान्छ है। त्यो भएको कारणले हामी अहिले यो सानो प्लेनमा छौँ अनि पाइलटले जता मन पर्यो त्यतै लान्छ। त्यसमा चाहिँ एउटा इन्जिनले लिएर गएको हुन्छ। त्यो भएको कारणले हाम्रो इन्जिन पनि हाम्रो जिब्रो प्रिय मित्र दाजुभाइ दिदीबहिनी। त्यो भएको कारणले प्रिय आमा बाउ सबैजनालाई म यही भन्न चाहन्छु, जिब्रोलाई चाहिँ हामीले सही तरिकाले सही ढङ्गले हामीले चलाउनु पर्यो। हामी यात्रामा छौँ अनि त्यस्तै यो जहाजलाई पनि यात्रामा सही तरिकाले उसले डोरायो भने सही ठाउँमा पुर्याउन सक्छ, नभए दुर्घटना पनि हुनसक्छ प्रिय मित्र दाजुभाइ दिदीबहिनी है। त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठुला ठुला कुराको अभिमान गर्दछ। हेर एउटा सानो आगोको झिल्काले ठुलो वन पनि स्वाहा पार्दछ। यो भन्नुको अर्थ चाहिँ एउटा हाम्रो सानो जिब्रो छ, यो चञ्चल छ, यसले चाहिँ हामीलाई हाम्रो जीवनलाई नष्ट गर्न पनि सक्छ, सही बचाउन पनि सक्छ। त्यो भएको कारणले सही तरिकाले चलाउनु पर्छ। अनि सानो आगोको फिल्काले ठुलो जङ्गललाई पनि तहस नहस पारेर जलाउन सक्छ। अहिले भर्खरै यहाँ अस्ट्रेलियामा आगो लागिराखेको छ है। अनि नर्वेमा कता कता आगो लागिराखेको छ यहाँनिर होइन। आगो निभाउनलाई निकै गाह्रो परिराखेको छ भन्ने कुरा हामीले न्युजमा कता कतै सुनिराखेका छौँ। त्यो भएको कारणले प्रिय मित्र दाजुभाइ दिदीबहिनी जिब्रोलाई जोगाउनु एकदमै आवश्यक छ है। अनि जिब्रो चाहिँ कस्तो त भन्दाखेरि एकदमै चञ्चले। जिब्रो पनि एउटा आगो नै हो। यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनिया नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नर्कको आगोमा त्यो जल्छ। परमेश्वरले आज तपाईँ र मलाई हरेक कुराको समय यसरी दिनुभएको छ। अनि यो हाम्रो जिब्रो एउटा आगो प्रिय मित्र दाजुभाइ दिदीबहिनी। जिब्रोलाई जोगाउनुलाई तपाईँ र मैले सही तरिकाले सदुपयोग गर्दै हामी अगाडि बढौँ है। यो हाम्रो जीवन यात्रा हो अनि यात्रा चाहिँ हाम्रो गर्दै गर्दाखेरि हामीलाई हरेक कुरामा घटी कमी अभाव हरेक कुरामा हाम्रो जिब्रोले गर्दाखेरि हामी दुःख पाउँछौँ है। त्यो भएको कारणले हरेक किसिमका पशुपन्छी घस्ने जन्तु र समुद्रका जीव जन्तुहरूलाई तह लगाउन सकिन्छ र मानिस जातिबाट नै तह लगाइएको छ। मानिसबाट तह लगाइन्छ, त्यसलाई अराइन्छ होइन। त्यहाँ बाँदरलाई सर्केस खेलाइन्छ, हात्तीलाई सर्केस खेलाइन्छ, त्यो सबै मानिसहरूले गर्नुभएको नि। तर जिब्रोलाई कसैले पनि तह लाउन सक्दैन प्रिय मित्र दाजुभाइ दिदीबहिनी। तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो। यो कुराले तपाईँ हामीलाई असल तरिकाले हामी जिब्रोलाई सही तरिकाले सञ्चालन गरौँ प्रिय मित्र दाजुभाइ दिदीबहिनी। म यही भन्न चाहन्छु। आज तपाईँ हामी विभिन्न देशमा विभिन्न ठाउँमा छौँ तर पनि हामी जिब्रोलाई सही तरिकाले हामीलाई सदुपयोग गरेनौँ भनेदेखि हाम्रो जिब्रोले नर्कमा पनि पुर्याउन सक्छ। त्यो भएको कारणले
प्रिय मित्र दाजुभाइ दिदीबहिनी, यो सानो प्लेन हो, म उतर्दैछु है। अनि यसमा चाहिँ हामी यो सही तरिकाले चलायो भने त्यो ठाउँमा पुर्याउँछ। अनि जिब्रो पनि हाम्रो त्यस्तै हो। आमेन।